सोध्न पाइन्न सभासदलाई सोध्न पाइन्न कहिले सोध्ने त को आउनुहुन्छ हाम्रो घरमा सोध्नलाई किताब बेच्ने उसको काम होइन जनताले प्रत्यक्ष निर्वाचन गरेको मान्छेले तपाईँले मलाई किन धकाल्नु भएको भाइ यो पुष्पी किन यहाँ भिड गरेको देखेको छैन कसले भिड गरेछ भाइ यो पुष्पी तपाईँले किन मलाई पुस गर्नु भएको अनि तिमीले के भनिरहेको पुस गरे भने तपाईँको हालत के होला एउटा जनताले प्रत्यक्ष निर्वाचन यहाँ यत्रो भिड भइरहेको यत्रो भिड भइरहेको छ भिडमा यत्रो भिड भइरहेको छ पछाडिबाट आएर धकालिरहेको भिड भइरहेको छ के भिडमा त कमसेकम भिड कम गर्नुपर्छ एउटाको पालो सकिएपछि अर्को पालो आउँछ भिड मैले भनेछु पालो पालो आऊ भनिरहेको छु एउटाको पालो सकिएपछि अर्को आउने अर्कोको पालो सकिएपछि अर्को आउने हो